एकछिन त पर्खिदेऊ, काग सुन्ने भई मूर्छित चिनामा। होसमा आउन त देऊ, शिरको टोपी फुकालेका छन् बाबुले, टोपी लगाउन त देऊ। चितामा आगो सेलाउन त देऊ, एक खान पल्किएकाहरू एकछिन त पर्खिदेऊ। नमस्कार साथीहरू, स्वागत छ हजुरहरूलाई पुराना पानाहरूमा, जहाँ पाना पुराना भए पनि भावनाहरू कहिले पुराना हुँदैन, जहाँ अक्षरहरू त पुराना हुन्छन्, पानाहरू त पुराना हुन्छन्, तर स्मृतिहरू सधैँ ताजा रहिरहन्छन्। साथीहरू, अघिल्लो हप्ता मैले मेरो करिब 10 वर्ष पुरानो एउटा पाना लिएर हजुरहरू सामु आएको थिएँ। त्यो प्रेम, मिठो सम्झना, एक युवतीको सम्पूर्णताको वर्णनसँग सम्बन्धित कविता थियो। यदि हेर्न छुटाउनु भएको छ भने लिङ्क डिस्क्रिप्सनमा छ, साथै माथि पनि छ, हेर्न नभुल्नुहोला। त्यस कवितामा हजुरहरूले दिएको स्नेह, मायाको लागि म धेरै आभारी छु। मलाई हजुरहरूको साथले अझै कविताहरू लेख्न, वाचन गर्न, पुराना पानाहरू पढ्न उत्प्रेरित गरिरहेको छ। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। आज म हजुरहरूको लागि हालसालैको एउटा पाना, करिब 2-3 महिना पुरानो पाना लिएर उपस्थित भएको छु। यो समसामयिक विषयवस्तुमा आधारित पाना हो। यो पछिल्लो 2-3 महिनाको घटनाक्रममा आधारित पाना हो। यो जेनजी आन्दोलनसँग सम्बन्धित पाना हो। स्याङ्जा पाल्पा सडक खण्डको कुनै बिन्दुमा भावनाहरू अनायास शब्द बने र पानामा पोखिए। यो यात्रामा कोरिएको पाना हो। मिति विक्रम सम्वत 2082 साल 6 महिना 1 गते, बिहान करिब 9 बजे त्यो जेनजी आन्दोलनको शोक बिदाको दिन थियो। पानाहरू पल्टाउँदै गर्दा मलाई याद आइरहेका छन् ती दिनहरू, जेनजी आन्दोलन, त्यसपछिको घटनाक्रम, हाम्रो मानसिक स्थिति, घाइते शहीद परिवारको वेदना र आशाको एउटा सुनौलो बिहानी। त्यो गाडी जसमा म यात्रा गरिरहेको थिएँ, जहाँ मानिसहरू आन्दोलनकै कुरा गर्दै थिए र भर्खर बाहिर निस्केर नाना थरी बोल्ने नेताहरूप्रति रुष्ट हुँदै असन्तुष्टि जनाउँदै थिए। यो कविता त्यही असन्तुष्टिको पृष्ठभूमिमा आधारित छ। कविताको शीर्षक छ एकछिन त पर्खिदेऊ। यहाँ शब्दहरू यो देश बनाउँछु भन्नेहरूको लागि एकछिन धैर्य गर्न, आत्मबोध गर्न, शान्त रहन आग्रह गर्दैछन्। कृपया कविता अन्तिमसम्म सुनेर आफ्नो बहुमूल्य सल्लाह सुझावहरू दिनुहोला। आउनुहोस् बाँकी कविताबाटै। कथित देश बनाउँछु भन्नेहरू हो, एकछिन त पर्खिदेऊ। कथित देश बनाउँछु भन्नेहरू हो, एकछिन त पर्खिदेऊ। तिम्रो स्वार्थ, दम्ब, मपाइत्वको भारी एकछिन त बिसाइदेऊ। कथित देश बनाउँछु भन्नेहरू हो, एकछिन त पर्खिदेऊ। तिम्रो स्वार्थ, दम्ब, मपाइत्वको भारी एकछिन त बिसाइदेऊ। धिक्कार छ तिमीहरूलाई, ती निर्दोषहरूको लास देखेर पनि गल्ती महसुस भएन। ती ब्यारिगेड्समा रगत्याम्म कोपिलाले पनि तिम्रो मन रसाएन। एकछिन त पर्खिदेऊ। ती अबोधहरूको रगतले सिन्चिएको जमिनमा आशाको बिउ अंकुरित हुन त देऊ। एकछिन त पर्खिदेऊ, काग सुन्ने भई मूर्छित चिनामा। होसमा आउन त देऊ, शिरको टोपी फुकालेका छन् बाबुले, टोपी लगाउन त देऊ। चितामा आगो सेलाउन त देऊ, एक खान पल्किएकाहरू एकछिन त पर्खिदेऊ। ती गोली लागेका कमलो शरीरमा खाटा बस्न त देऊ, मासु पलाउन त देऊ। आँखाबाट बगिरहेका छन् आँसु, थामिन त देऊ। कथित देश बनाउँछौ भन्नेहरू हो, जनताका लागि बलिदान दिए भन्नेहरू हो, आँखा खोल, उज्यालो हुँदैछ। त्यही प्रकाश र तापले तिमीहरू लुक्न बाध्य हुनेछौ। एकछिन त नबुकिदेऊ, सारा देश रोएको छ, एकछिन त पर्खिदेऊ। एकछिन त पर्खिदेऊ, आत्मसमीक्षा त गरिदेऊ। त्यो दिन कसरी आयो भनेर, आक्रोशको आगो कसरी लाग्यो भनेर महसुस त गर तिम्रा गल्तीहरू। शिर निउराएर, आँखा झुकाएर भनि त देऊ, हो गल्ती भयो हामीबाट।
सुध्रिनेछौँ हामी, सुधार्नेछौँ बिग्रिएका कुरा। आश्वासन त देऊ, नैरेस्यताको आगोलाई घिउ किन थप्दैछौ? एकछिन त पर्खिदेऊ। होइन भने निराशा हरेकको मनमा मडारिएको छ। हर कोही असन्तुष्ट र रुष्ट छ। आक्रोश शान्त मात्र भएको, मरिसकेको छैन। टाउकोमा गोली खाएका नाबालकहरू अझै आँखा अगाडि घुम्छन्, स्मृति हराइसकेको छैन। एकछिन त पर्खिदेऊ। आँखा रोए पनि आशाको झिल्को उठेको छ, चेतनाको बिगुल फुकिएको छ। सुनौलो बिहानी हुँदैछ पूर्वबाट, बुवासोहरू देखिने छैनौ घाम झुल्किएपछि। एकछिन त पर्खिदेऊ, हतार नगर। एकछिन त पर्खिदेऊ, एकछिन त पर्खिदेऊ। साथीहरू, तपाईहरुलाई यो प्रस्तुति कस्तो लागिरहेको छ? यदि मन परेको छ भने कुन चाहिँ हरफ, कुन चाहिँ शब्दहरू तपाईहरुलाई सबैभन्दा बढी मन पर्छ? कमेन्ट गर्न नभुल्नुहोला। तपाईहरुले कस्तो कविता, भावनाहरू सुन्न चाहिराख्नु भएको छ त्यो पनि लेख्नुहोला, ताकि यदि मेरा पुराना पानाहरूमा त्यस्ता भावनाहरू कोरिएका रहेछन् भने म छिट्टै नै हजुरहरूलाई सुनाउन सकूं। पुराना पानाहरूलाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला र सँगै रहेको बेल आइकन पनि थिचिदिनु होला, ताकि मेरा प्रस्तुतिहरू सबैभन्दा पहिले हजुरहरू सामु पुगोस्। म सम्भव भएसम्म हरेक शुक्रबार बेलुकी हजुरहरू सामु मेरो एउटा पुरानो पाना लिएर उपस्थित हुने नै छु। तबसम्मको लागि हजुरहरू आफ्नो ख्याल राख्नुहोला। धन्यवाद।